हेलो, नमस्ते, स्वागत छ तपाईँहरूलाई मेरो युट्युब च्यानलमा। अनि तपाईँहरू आरामै हुनुहुन्छ होला, म पनि आरामै छु। आज म चाहिँ डक्टरलाई भिजिट गर्न जाँदैछु। अनि धेरै दिन भयो, 15-20 दिन भइसक्यो म डक्टरकोमा नगएको। आज चाहिँ यो लास्ट चेकअप पनि हुनसक्छ। लगभग मेरो टाइम पुग्न आँटिसकेको छ। अनि म बाहिर निस्केको, आज मौसम एकदम ठिक छ। म खासमा नगएको कारण चाहिँ मौसम खराब भएर हो। स्कुलबाट आएपछि चाहिँ मलाई कतै निस्किनै मन नलाग्ने। अनि आज चाहिँ 2-3 दिनको बिदापछि शुक्रबारको दिन पारेर म चाहिँ डक्टरलाई भिजिट गर्न जाँदैछु। अनि फाइनल्ली म चाहिँ हस्पिटल पुगिसकेको छु। नर्सिङ होम हो अहिले मैले देखाइरहेको हस्पिटल चाहिँ। अनि डक्टर चाहिँ डक्टर प्रेरणा दाहाल हो। प्रेरणा दाहाल चाहिँ आइभीएफ स्पेसलिस्ट हो। अनि यहाँ ड्याडुले नाम दर्ताहरू गर्नुभयो। गरिसकेपछि हामी बल्ल तल्ल डक्टरकोमा पुग्यौँ। 3rd फ्लोरमा आइभीएफ स्पेसलिस्ट डक्टर प्रेरणा दाहालकोमा पुग्यौँ हामी। अनि पूर्जालाई नम्बरमा लाएपछि हामी तल झरेर खाजासाजा खायौँ। खाजा खाने ठाउँ एभरेस्ट मोमो, सबैजनालाई थाहा छ होला, एकदम टेस्टी मोमो पाउँछ यहाँ, आएर खानु होला एकचोटि। अनि त्यसपछि फेरि हामी नास्ता खाइसकेपछि माथि गयौँ। माथि जाने बित्तिकै मैले चाहिँ आफ्नो बिपी दिनुपर्ने भयो। अनि प्रेसर यहाँ दिँदैछु। दिइसकेपछि मलाई चाहिँ हाइट त मैले आफै नापेको, वेटको लागि भन्नुभएको थियो। वेट चाहिँ मेरो झन्डै 80 केजी पुगिसकेको छ। अब यसमा चाहिँ 2-3 केजी बढी नै देखाउँदो रहेछ जहिले पनि। अनि त्यसपछि मैले आफ्नो हाइट नापेको। मेरो हाइट त के नै थियो र 5 फुट 3 इन्च एज अलवेज। यहाँभन्दा धेरै बढेकै छुइनँ म। त्यसपछि ड्याडुले आफ्नो हाइट नाप्नुभयो। त्यसपछि हामीलाई धेरै टेस्टहरू लेखेको कारण हामी टेस्टहरू गर्नतिर लाग्यौँ। अनि यहाँ चाहिँ बच्चाको हार्टबिट टेस्ट गर्ने काम सकिएपछि म चाहिँ फेरि यता ब्लड स्याम्पल दिनतिर लागेँ। अनि यहाँ ड्याडु चाहिँ भक्क लागेर बसिराख्नु भएको छ। अनि यहाँ ब्लड टेस्ट दिन मलाई चाहिँ कस्तो डर लागिरहेको छ, एकदम धेरै डर लाग्छ। फाइनली मेरो कति धेरै ब्लड आज निकाल्यो। यो ब्लड निकाल्दा चाहिँ मलाई धेरै दुख्यो आज चाहिँ। अरू बेला पनि दुखिरहन्छ, मलाई एकदम डर लाग्छ यो काम गर्न। त्यसपछि हामी चाहिँ अल्ट्रासाउन्ड गर्नेतिर लाग्यौँ। अल्ट्रासाउन्ड गर्ने बेलासम्म बेलुकाको 7:30-8 बजिरहेको थियो। रात परिसकेको थियो आज हामीलाई हस्पिटलमै। त्यसपछि अल्ट्रासाउन्ड गरेर हामी चाहिँ अब फाइनली घरतिर जाने बेला भयो भनेर हस्पिटलबाट निस्क्यौँ। हस्पिटलबाट बाहिर निस्किँदा त बाहिर पुरै रात परिसकेको थियो। बाहिर एकदम अँध्यारो भइसकेको थियो। अनि फाइनली हामी चाहिँ गयौँ। अनि अब चाहिँ खाना खाएरै निस्किनुपर्छ भन्ने जस्तो लागेर ड्याडु र म खाना खानातिर गयौँ। खानासाना खाएर अनि फाइनली हामी चाहिँ आज घरको लागि निस्क्यौँ। हस् त, तपाईँहरूलाई मेरो भिडियो कस्तो लाग्यो लाइक, कमेन्ट, सेयर गर्न नबिर्सिनु होला। मेरो च्यानललाई अवश्य पनि सब्सक्राइब गर्नुहोला। बाई बाई, गुड नाइट।